सुर्खेतको त्यो जङ्गललाई गएर सोध त, त्यो दिन हावा किन हुकुस मुकुस भएर रोएको थियो। ईसना, तिमीले त प्रेमको न्यानो हात समाएकी थियौ नि, होइन र? तर तिमीलाई के थाहा, ती हातहरूमा मान्छेका औँला होइन, बुवासोको नङ्ग्रा पो रहेछन्। आफ्नै भनिएका मान्छे जसको आँखामा हेरेर तिमीले सिङ्गो जिन्दगीको बाटो देखेकी थियौ, त्यही मान्छेले अरू 3वटा मृत्युको अनुहार लिएर आउँदा बाचा गरिएका ती ओठहरूले तिमीलाई नै चिथोर्न खोज्दा तिम्रो कलिलो मुटु कति टुक्रा टुक्रा भयो होला है, कति टुक्रा टुक्रा भयो होला ईशाना। मायाको सिरक ओढाउँछु भन्नेले जङ्गलको त्यो चिसो भुइँमा पछारेर तिम्रो शरीरभरि घाउ नै घाउको खेती गर्यो। ती चिथोरिएका दागहरू, पिरले छटपटिएको त्यो सास अनि माटोमा लोतपतिएको त्यो रातो तातो रगत, त्यो रगतले आज यो सहरको चोक चोकमा उभिएर सोधिरहेछ, के प्रेम गर्नु नै मृत्युदण्डको सजाय थियो? एउटा प्रेमी जो रक्षक हुनुपर्ने थियो, त्यही प्रेमी जब भक्षक बन्छ नि, त्यसपछि समाजका छोरीहरूले कसको विश्वास गर्ने? ईसनाको अन्तिम चिच्चाउट जुन त्यो जङ्गलका लाटा रुखहरूले मात्रै सुने, ती भुइँहरूले मात्र स्पर्श गरे, ती चिच्चाउट आज न्यायको तराजुसम्म आउनै पर्छ, आइपुग्नै पर्छ। अरे अरे ओ कानुन, यदि त छस् भने, न्यायका ठेकेदारहरू यदि तिमीहरू छौ भने, यदि आज पनि तिम्रो आँखा खुल्दैन भने सम्झनु, ईसनाको हत्या त्यो सुर्खेतको जङ्गलमा मात्रै भएको होइन, हरेक दिन तिम्रै अदालतको दैलोमा भइरहेछ। अनि हरेक दिन एक नयाँ नारी मरिरहेछन्। ईसनाको रगतले न्याय मागिरहेछ, ईसनाका ती घाउहरूले न्याय मागिरहेछन्। बिउज समाज, बिउज अब, बिउज समाज, बिउज अब, ईसनालाई न्याय देऊ समाज, बिउज अब।